कन्केभिटी अफ द कर्भ भन्ने कुरा गरौँ है। कन्केभिटी भनेको चाहिँ कस्तो हो भन्दाखेरि कन्केभिटी र यहाँ के छ भन्दाखेरि यस्तो तलतिर गयो मासतिर गयो होइन। यसमा एफ डबल ड्यास इज ग्रेटर देन 0 हुन्छ। यो म्याथमेटिकल्ली हेर्न मिल्छ। अब हामीलाई त एक्जामको लागि त्यो चाहिएन। एफ डबल ड्यास इज लेस देन 0 भयो। यो भनेको कन्केभ अफ भयो नि। कन्केभ अफको लागि चाहिँ एफ डबल ड्यास इज ग्रेटर देन 0 भयो भने कन्केभ एफ डबल ड्यास एक्स इज ग्रेटर देन 0 भनेको कन्केभ अफ हुन्छ होइन। अनिखेर अब एफ डबल ड्यास एक्स इज लेस देन 0 भनेको कन्केभ डाउनवार्ड हुन्छ। कन्केभ डाउनवार्ड हुन्छ होइन, डाउनवार्ड। अब एफ डबल ड्यास इजिकल टु 0 भनेको अघि इजिकल टु 0 यहाँबाट यो भनेको पोइन्ट अफ इन्फ्लेक्सन निक्लिन्छ भनेको थियो नि त। पोइन्ट अफ इन्फ्लेक्सन, अब पोइन्ट अफ इन्फ्लेक्सन भनेको चाहिँ त्यस्तो पोइन्ट होइन जहाँदेखि चाहिँ ऊ चेन्ज हुन्छ, के अरे जहाँदेखि चाहिँ कन्केभ अप कि डाउन भन्ने थाहा हुन्छ। जस्तो यो पोइन्ट भयो नि, यतातिर कन्केभ अप छ, यहाँदेखि कन्केभ डाउन छ। ठ्याक्क पोइन्ट अफ के अरे इन्फ्लेक्सनदेखि चाहिँ कन्केभ अप र कन्केभ डाउन के चेन्ज हुन्छ होइन। यति भयो। अब के लगभग सबै कुरा त मैले भनिदिइसकेँ। यो कन्केभ अप र को बारेमा कन्केभिटी चेक गरौँ होइन। अब एफएक्स इजिकल टु एक्स स्क्वायर, यसको फर्स्ट डेरिभेटिभ के हुन्छ, एफ ड्यास एक्स भनेको फर्स्ट डेरिभेटिभ 2x हुन्छ। अब एफ डबल ड्यास एक्स भनेको 2 हुन्छ। यसमा हेर है 2 मात्र छ नि त, 2 त चेन्ज हुँदैन नि त। अब यो एफ डबल ड्यास भनेको के भयो, एफ डबल ड्यास एक्स इज ग्रेटर देन 0, के अरे लेस यस्तै ग्रेटर देन 0। अब यो भनेको कन्केभ अप मात्र छ अरे। यो एफ इजिकल एक्स स्क्वायर त हामीले ग्राफ पनि थाहा छ नि त। यस्तो मासतिर मात्र देखिन्छ नि यसको ग्राफ। अब कन्केभ अप छ भन्ने थाहा भएपछि कन्केभ अप छ भन्ने थाहा भएपछि के गर्नु पर्यो भन्दाखेरि कन्केभ अप अब कहाँदेखि कहाँसम्म। अब यो त सबै ठाउँमा कन्केभ अपै भयो नि होइन। अब हल्का डिफिकल्ट टाइपको क्वेसन गरौँ है। एक्स क्युब माइनस 2x स्क्वायर प्लस 10। अब यसको कन्केभ अप र डाउनको लागि 3x स्क्वायर माइनस 4x हुन्छ एफ ड्यास एक्स भनेको। अब एफ डबल ड्यास एक्स भनेको 6x माइनस 4 हुन्छ होइन। अब हेर यसमा त पोइन्ट अफ इन्फ्लेक्सन पनि निक्लिन मिल्यो नि। एफ डबल ड्यास एक्स भनेको ऊ भन्दाखेरि 6x माइनस 4 इजिकल टु 0, एक्स इजिकल टु 4/6 भनेको 2/3 हुनुपर्ने हो। एकचोटि गरिदिउँ न, त्यही पनि 4/6 2/3 हो। 2/3 एक्स भनेको 2/3। यो भनेको के आयो भन्दाखेरि पोइन्ट अफ इन्फ्लेक्सन। अब पोइन्ट अफ इन्फ्लेक्सन भनेको के हो अरे, जहाँदेखि चाहिँ कन्केभ अप र कन्केभ डाउन चेन्ज हुन्छ। यस्तो खालको कर्भ छ भने यो चाहिँ पोइन्ट अफ छ। यहाँदेखि कन्केभ अप र कन्केभ डाउन चेन्ज हुन्छ। अब एउटा मात्र पोइन्ट अफ इन्फ्लेक्सन आएको छ भने चाहिँ एकचोटि मात्र कन्केभ अप र कन्केभ डाउन चेन्ज हुन्छ। अब यसरी एउटा ऊ बनाइदियो होइन। यहाँ त हामीले निकालेको पोइन्ट लेख्यो, यता माइनस इन्फिनिटी लेख्यो, यता प्लस इन्फिनिटी लेख्यो। अब कन्केभ अब माइनस इन्फिनिटीदेखि 2,3 एउटा इन्टरभल भयो, 2,इन्फिनिटी। अब यसको यो बिचको भ्यालु एउटा हाल, यो बिचको के पऱ्यो माइनस इन्फिनिटी 2/3 0 पऱ्यो नि। 0 हाल्यो भने माइनस आउँछ नि। यो इन्टरभलको भ्यालु यहाँ जस्तो माइनस इन्फिनिटी 2/3 यसको बिचमा 0 पऱ्यो। 0 भ्यालु यहाँ लगेर हाल्यो भने के हुन्छ भन्दाखेरि एक्स 0 भयो, माइनस हो भनेपछि माइनस हो आउनुको मिनिङ के हो भन्दाखेरि एफ डबल एक्स लेस देन 0। अब यो भनेको कन्केभ अप होइन, कन्केभ अप। यहाँ के अरे सरी कन्केभ डाउन भयो होइन। यहाँ मैले त्यही लेखेको पनि छु नि त, कन्केभ डाउन भयो। अब अर्को के कन्सेप्ट हो, अब यसमा कन्केभ डाउन भयो चाहिँ अभियसली यसमा कन्केभ अप हुने भयो। तर एकचोटि गरेर हेरिदिउँ न, 2/3 देखि इन्फिनिटीसम्म रे एउटा 10 पोइन्ट हाल्यौँ भने 60 माइनस 4 पोजिटिभै आयो। यो पोजिटिभ भनेको के हो भन्दाखेरि कन्केभ अप भयो नि होइन। कन्केभ अप हुँदो रहेछ यो इन्टरभलमा कन्केभ डाउन हुँदो रहेछ। यति भएछ लगभग क्वेसनहरू मिल्छ।